ओम नमः शिवाय, ओम नमः शिवाय, ओम नमः शिवाय। म एकदम कैलाश पर्वतको बिल्कुल नजिक नर्थ फेसमा उभिएको छु। बिहानको कति बज्यो मलाई थाहा भएन र अब हेर्नुहोस् यस्तो सुन्दर नजारा। भगवान शिवजी माता पार्वतीको साथ यहाँ विराजमान हुनुहुन्छ। यो भगवानको अनुपम कृपा र उहाँको आशीर्वादले आज कैलाश पर्वतको पवित्र धाममा कैलाश पर्वतको अगाडि यसरी आफैलाई उभिँदा अत्यन्तै हर्षित बनेको छु। हृदय एकदम खुसी भएको छ यसरी प्रत्यक्ष ईश्वरलाई दर्शन गर्न पाउँदा र म तपाईहरुलाई पनि यसरी दर्शन गराउन गइरहेको छु। र ईश्वर सुप्रिम हुनुहुन्छ, ईश्वरभन्दा माथि कोही छैन। मैले जीवनमा सिकेको ईश्वर फर्स्ट, त्यहाँदेखि अरु पछाडि आउँछ र 4 धाम गरे मैले, 12 ज्योतिर्लिङ्ग गरे। त्यसको बादमा अमरनाथमा पनि मैले दर्शन गरिसकेँ र गर्दा गर्दा लास्ट मेरो कैलाशको दर्शन गर्ने धेरै ठूलो इच्छा थियो, आज पूरा भएको छ। र सायदै जीवनमा मेरा मातापिताले, मेरा हजुरबा हजुरआमाले केही न केही पुण्य काम गर्नुभएको थियो होला। त्यसैकारण आज म कैलाश पर्वतमा उभिएर हजुरहरू सबैलाई कैलाश पर्वतको दर्शन गराउँदैछु। अब केही छिनमा घाम झुल्किनेवाला छ र कैलाश पर्वत गोल्डन कलरमा परिवर्तन हुन्छ। त्यो भ्यू हेरेर म यहाँ डेरापुकबाट उकालो डोलमाला पास भएर गौरीकुण्ड भएर फेरि अगाडि आज 22 किलोमिटरको यात्रा छ। पूरा परिक्रमा 51 किलोमिटरको छ र धेरै टफ छ। यो हजुरहरूलाई भन्दा र सोचे जस्तो सजिलो छैन। यसको लागि शरीर र माइन्ड एकदमै स्ट्रङ हुनुपर्छ। शरीर स्ट्रङ भयो भने मात्रै माइन्ड पनि स्ट्रङ हुनुपर्छ। त्यसैकारण यो यात्रा गर्न सकिन्छ र तपाईहरुलाई म यहाँबाट कैलाश पर्वतको दर्शन गराउँदैछु। र जो पनि शिव भक्त, भगवान शिवको भक्त हुनुहुन्छ भने ओम नमः शिवाय, ओम नमः शिवाय, ओम नमः शिवाय भनेर हजुरहरूले दर्शन गर्नुहोला। यति भन्दै म मेरो यो छोटो भगवान शिवजीको दर्शन गराउने क्रम यहीँ राख्दछु। ओम नमः शिवाय, ओम नमः शिवाय, ओम नमः शिवाय।